हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। हामी फेरि लोटस जान लागेको छौँ र लोटस मार्केट चाहिँ यहाँबाट लगभग 20 मिनट जति लाग्छ। हामी बाटो हिँड्दैछौँ। फुटपाथ बाटो नि यति ठुलो फराकिलो छ। यस्तो छ क्या, यो माथिको भनेको धेरै पर जाने हाइवे हो, पुल हो, र यो चाहिँ तलको हाइवे, माथि पुलसँगै तल पनि हाइवे हुन्छ क्या एकैचोटि टक्कै। यहाँ क्यास गर्दाखेरि अब जसरी गऱ्यो त्यस्तै हुने हो होइन। यहाँ ठुल्ठुला बिल्डिङ छन् यार, हल्का बिल्डिङहरू। यस्तो माथि हेर्दाखेरि त सिरामाको टोपी पनि झर्छ। चाहिँ यो बाटो सिधा गयो भने केएल पुगिन्छ, यता तल गयो भने पर पुगिन्छ उता मेट्रो स्टेसनतिर। रौसी खाने भयो डिलर यहाँ छ है, रौसीको डिलर खतरा ठुलो छ। रौसी खाने हो डिलर रहेछ त यहाँ, 1 लाखको एक बोतल। लगभग हामी आधा बाटो जति आइसक्यौँ, किनभने लोटस जानलाई नि धेरै टाढा त छैन। यहाँ पिच रोडको त्यो बाटो हिँड्ने भएर चाहिँ पुरै पाइला खापिया जस्तो हुन्छ क्या, जति हिँडे पनि जहाँको त्यहीँ जस्तो देखिन्छ कि। लोटस देखिसक्यो मार्केट। तपाईँ यहाँबाट सिधा तल गएपछि बिल्डिङको छेउमै छ हामी लोटस। बाटोमा हरियाली हुन्छ जताततै क्या, एक ठाउँ मात्र होइन क्या, जताततै रोडहरूको छेउछेउमा रुखै रुख हुन्छ, हरियाली। लोटसको ठ्याक्कै नजिक आइपुग्यो। ल अहिले चाहिँ हामी ठ्याक्कै लोटसको छेउमा आइपुगेको छौँ। यो पछाडिको लोटस मार्केट हो र यस्तो छ यहाँको ठाउँहरू। हामी अब एकछिन भित्र छिर्छौँ र त्यहाँ भित्र भएको सामानहरू पनि के छ यसो हेर्छौँ। रेटहरू कति छ सबै देखाउने छु म। र यस्तो ठाउँ छ क्या यहाँ, सबै यो दृश्यहरू चाहिँ यस्तो राम्रो छ र हामी लाग्दैछौँ भित्र। अब हामी यहाँबाट छिर्छौँ। यतापट्टि सबैलाई होटेल लाइनहरू छ, केएफसी हो, यता यो ग्राउन्ड फ्लोर हो, लेभल 1।